सबैलाई नमस्कार साथी हो। के गर्दै हुनुहुन्छ? यो रात्रिकालीन भन्नु पर्यो, सन्ध्याकालीन हुँदैन, रात्रिकालीन अभिवादन सबैलाई दर्जा अनुसारको। मेरो नाम देवराज सापकोटा, युट्युब च्यानल देवराज सापकोटा 44। ल हेर्नु कति राम्रो पार्क रहेछ है। त्यो पार्कको सानो भिडियो लिन्छु भनेर मैले यो सानो भिडियो लिएँ है। यो पार्क हेर्नु त कति राम्रो रहेछ है। पार्क कति राम्रो रहेछ। अनि लाइटको डेकोरेसन हेर्नु कति राम्रो छ है। कति राम्रो लाइटको डेकोरेसन छ है। यहाँ सानो पार्क रहेछ के, यहाँ सानो पार्क रहेछ, खासै ठुलो छैन तर सानो छ। सानो भए पनि एकदम राम्रो छ। यो रहेछ अटल बिहारी वाजपेयीजीको नाममा बनेको पार्क रहेछ। सम्बलपुर महानगर निगम भनेर लेख्यो नेपालतिरको भन्न पर्दाखेरि। अब यो हो त्यही पोखरा भरतपुर महानगर भने जस्तो हो। अटल बिहारी वाजपेयीजीको यो स्ट्याचु पनि रहेछ है, उहाँ स्ट्याचु पनि रहेछ। त्यही हो, राम्रो पार्क सानो रहेछ तर राम्रो रहेछ, चिटिक्क परेको, धेरै राम्रो। ल धेरै राम्रो। अब यो रातिको भिडियो हो है। लाइटहरू पनि कति राम्रो छ रोडमा। यस्तो नेपालमा एकदम ठुलो ठुलो टाउनमा अब त बनायो होला, तर धेरै जग्गा देख्न पाउँदैन। पछि पाइएला, त्यो अलग कुरो छ। भोलि होला, पछि होला। यहाँ त पार्क त सानो जग्गामा बनायो, पार्क सानो जग्गामा बनायो तर एरियाहरू पनि कति धेरै लिएछ। एरिया कति धेरै लिएछ। अब यहाँ जमिनको कोही कमी छैन कि, एकदम समूह एरिया पुरै। त्यही भएर भोलि भविष्य यहाँ ठुलो पार्क बनाउनुपर्छ अथवा केही प्लानिङका साथमा के ठुलो पार्क बनाउनुपर्छ भनेर त्यही अनुसारको प्लानिङको साथमा बनाउँछ के। यता इन्डियातिर जमिनको कम छैन, यहाँ कमी यहाँ छैन नि त, कम छैन। बहुत समूह जमिनहरू धेरै छ। त्यही भएर त्यही प्रकारको यो प्लानिङ गराउँछ क्या यिनीहरूले। हाम्रोमा अलि जमिन कम्ती छ, समूह एरियामा जमिन कम्ती छ नि त नेपालमा जे भयो नि। त्यही भएर यिनीहरूले ठुलो एरिया लिन्छ है। त्यही हो। अरू सबै ठिकै छ। लाइटको डेकोरेसन कस्तो लाग्यो हेर्नु। हेर्नु नेपालतिर अलिक कमै देख्नको पाइन्छ यस्तो यो लाइटको जो डेकोरेसनहरू छ नि यो रोडमा। अन्त त बरु ठिकै हो, रोडमा लाइटको डेकोरेसनहरू राति भए पनि हेर्नु कस्तो उजेलो जस्तो छ क्या। यस्तो नेपालमा कमै हुन्छ नि त। त्यस्तो पार्कहरूतिर पनि अलिक बहुत कम जलेको हुन्छ क्या लाइटहरू कि। यस्तो डेकोरेसन खासै हुन्न कि। त्यो प्राइभेट बनाएको एउटा दुईवटामा त हुन्छ। यो त सरकारी हो, सरकारीमा पनि कति राम्रो बनाएको छ है। त्यस्तो हुन्छ है। राम्रो गरेको चिजलाई राम्रो भन्नुपर्छ है हामीले नि। नराम्रो गरेकोलाई त्यो अलग कुरो हो। नराम्रो पनि भनिदिउँला, नराम्रो गरेकोलाई केही छैन। जसले जस्तो गरेको छ त्यस्तै भनिदिउँला है। ल हेर्नु रोडहरू, लाइटको डेकोरेसनहरू त्यही नै देखाउनुको लागि। अब राति छ, के गर्ने, जाडो पनि भइरहेको छ है। जाडो त्यति जाडो त छैन, हिजो अस्ति राति आयो अलिक कम छ। त्यही भएर हजुरहरूलाई मैले भिडियो पनि देखाउनु कि गाडी घोडाहरू चलिरहेको छ रातिमा पनि निर्धक्क तरिकाले चल्छ है। एउटा यो सिस्टम यहाँको ठिक छ है। त्यही हो साथी हो। अरू सबै ठिकै छ है। ल नमस्कार। रात्रिकालीन नै नमस्कार भन्नु पऱ्यो। ओके, थ्याङ्क यू, गुड नाइट, थ्याङ्क यू।